सबैलाई हामी बडो खुसीको क्षणमा उत्सव मनाउनलाई हामी आएका छौँ। यो सबै मिलेर एकअर्कालाई देखेर हाम्रो परमेश्वरले कति ठुलो काम गर्नुभएको रहेछ अनि यो गवाईहरू सुन्दा, प्रार्थनाहरू सुन्दा, सबै सूचनाहरू सुन्दा, यो सबै कुराहरू कानले सुन्दाखेरि परमेश्वरले कति महान काम गरिराख्नु भएको छ भन्ने कुरो हामी आफै हृदयले नै प्रभुलाई धन्यवाद दिने क्षणमा हामी छौँ। र म यहाँ जुममा हुनुभएका सम्पूर्ण मित्रहरूलाई पनि जय मसीह भन्न चाहन्छु र तपाईँहरूको बिचमा यो समय मैले पाएको छु र परमेश्वरलाई धन्यवाद र सालोम मण्डलीका सम्पूर्ण टिमलाई, पास्टर टिमलाई पनि धन्यवाद भन्न चाहन्छु यो समय दिनुभएकोमा। र आज म तपाईँहरूको बिचमा एउटा खण्ड, एउटा व्यक्तिको बारेमा एकदम चर्चित, एकदम प्रख्यात, एकदमै नाम चलेको एउटा व्यक्तिको बारेमा आज भन्न जाँदैछु। बाइबलका हिरोहरूमध्ये एउटा हिरो, अनि त्यो चाहिँ हो योसेफ। अनि योसेफको बारेमा आज हामी केही क्षण यसको बारेमा हेर्नेछौँ। योसेफको जीवनलाई हेर्नभन्दा अगाडि म तपाईँलाई एउटा पद पढ्न चाहन्छु। एउटा पद पढ्छु र जुन पद चाहिँ सायद मेरो पछि तपाईँले भन्नुपर्छ, यो एकदमै महत्त्वपूर्ण पद म पढ्न चाहँदैछु। मेरो पछि भन्नु, म पहिला भन्छु अनि तपाईँहरूले मेरो पछि भन्नुहोला। तिमीहरूले मलाई बेचेकोमा अब दुःख नमान, आफै माथि रिस पनि नगर, किनकि जीवन बचाउनका निम्ति परमेश्वरले मलाई तिमीहरू भन्दा अघि यहाँ पठाउनु भएको हो। अनि तिमीहरूलाई एउटा भागको रूपमा पृथ्वीमा जोगाएर राख्न र तिमीहरूको जीवन बचाउन भनी परमेश्वरले मलाई तिमीहरू भन्दा अघि यहाँ पठाउनु भएको हो। यो पदहरू पढ्दाखेरि कहिले कहिले तपाईहरु आफैले नै पढ्नुहुन्छ होला। पढ्दै जाँदाखेरि यो क्षण चाहिँ एकदमै भावनात्मक रूपमा यो आँसुहरू झरिरहेको बेला, एकदमै हर्षको क्षण पनि छ, तर यहाँनिर क्षमाको कुरा छ। यहाँनिर एकले अर्कालाई चिन्ने अवसर छ यहाँ, र आफूलाई दुःख दिने व्यक्तिसँग र आफूले जसलाई दुःख दिएको थियो त्यो व्यक्तिसँग दुवैको बिचमा एउटा ठुलो भेटघाट, मिठो भेटघाट र एकदमै खुसीको क्षण यहाँनिर देखिन्छ। त्यसकारण यसको बारेमा हामी अलिकति अगाडि बढौँ। योसेफको जीवनमा परमेश्वरको योजना र परमेश्वरले जहिले पनि आफ्नो सृष्टि गरिसकेपछि त्यो सृष्टिको संरक्षण गर्ने काम, पालन पोषण गर्ने काम उहाँले नै सबै कुराको बन्दोबस्त मिलाउनु हुने कुरो हामी यहाँ देख्छौँ। उत्पत्तिदेखि नै तपाईले हेर्दै जानुभयो भने आदम पछि दुईजना व्यक्ति तपाईले देख्नुहुन्छ, हबिल र कैन। दुई दाजुभाइलाई एउटाले चाहिँ दुष्टको प्रतिनिधित्व गरिरहेको देखिन्छ, अर्कोले चाहिँ धर्मीको प्रतिनिधित्व गरिरहेको हुन्छ। कैनले दुष्टको मार्गलाई पछि राखेको देखिन्छ, त्यसपछि हाबिलले चाहिँ धर्मी मार्गलाई अगाडि बढाइरहेको देखिन्छ। परमेश्वरको योजना चाहिँ उत्पत्ति भन्दा अगाडि नै परमेश्वरले मानव जातिलाई उद्धार र मुक्ति
दिने कुरो पहिल्यै योजना गरिसक्नु भएको थियो उत्पत्ति भन्दा अगाडि नै। र त्यो योजना अनुसार नै परमेश्वरले आदमले पाप गर्न साथ दुष्टको बाटो खुल्यो। आदमले पाप गर्न साथ दुष्टको मार्ग पनि खुल्यो। त्यो त आदमले छानेको। तर परमेश्वरको अनुग्रहले चाहिँ धर्मी बाटो सुरु गर्यो। जब कैनले पाप गर्यो, हाबिललाई मारेर कैनले पाप गरिसकेपछि परमेश्वरले हाबिललाई धर्मी मार्ग अगाडि बढाउँदै जाने बेलामा कैनले हाबिललाई मारिसकेपछि परमेश्वरले फेरि अनुग्रह गरेर सेतलाई फेरि अगाडि बढाउनु भयो। सेतलाई अगाडि बढाउँदै जाँदाखेरि फेरि सेत र कैनको सन्तानहरूको बीचमा दुष्टता बढेर त्यहाँनिर फेरि सबै अधर्महरू त्यहाँ देखा पर्यो। र परमेश्वरको योजना चाहिँ येशू ख्रीष्टबाट उद्धार र मुक्ति पाउनु पर्छ भन्ने उहाँको योजना उहिले थियो, पहिला नै थियो। तर यो योजनामा अगाडि बढ्न नदिकन दुष्टले आक्रमण गरेको देखिन्छ। दुष्टले आक्रमण गरिसकेपछि फेरि परमेश्वरको अनुग्रह चाहिँ उहाँको प्रेम, उहाँको अनुग्रह, उहाँको कृपाले चाहिँ जहिले पनि काम गरिरहेको देखिन्छ। अनि सेतको सन्तान र कैनको सन्तानको बीचमा न्याय आइसकेपछि जल प्रलयले त्यसलाई ध्वस्त गरिदियो। जम्मा 8 जना नुहलाई परमेश्वरले एउटा धर्मी व्यक्तिको रूपमा उहाँलाई अनुग्रहबाट नुह बाँचेको छ। त्यसपछि नुहको 8 जना सन्तानहरू बढ्दै गइसकेपछि एउटा ठुलो जाति बन्यो फेरि। अनि ती जातिहरूको बीचमा एकजना निम्रोद भन्ने एउटा व्यक्ति उठेर फेरि परमेश्वरको नाउँमा अथवा स्वर्गसम्म हामी जाने भनेर गलत योजना गरेर बाबेलको धरारा बनाए। बाबेलको धरारा बनाइसकेपछि फेरि उनीहरूले परमेश्वरलाई आफ्नै बुद्धि, आफ्नै ज्ञान, समाजले माथि स्वर्गैसम्म जाने भनेर त्यस्ता खालका आफ्ना योजनाहरू बनाए। परमेश्वरले फेरि न्याय गर्नु पर्यो। अनि विभिन्न भाषाहरूद्वारा यसलाई पनि प्रभुले तितर बितर बनाएर परमेश्वरले फेरि यिनीहरूमाथि न्याय गर्नुभयो। र त्यसपछि परमेश्वरले अब एउटा योजना गर्नुभयो कि त्यो योजना चाहिँ के भने अब्राहमको जीवनबाट अब एउटा जाति, एउटा व्यक्तिबाटै अब आफ्नो योजना पुरा गर्ने भनेर परमेश्वरले अब्राहमलाई छान्नुभयो। अब्राहमलाई छानिसकेपछि परमेश्वरले अब्राहमद्वारा येशू ख्रीष्टसम्मको वंश, यहुदी जाति, इजरायली जाति भनेर तपाईँले बाइबलमा देख्नुहुन्छ। अब्राहमबाट परमेश्वरले अब छुट्टै एउटा व्यक्तिलाई छान्नुभयो। नुहको 8 जना परिवारहरू बढ्दै बढ्दै गएर संसारै ढाकिरहेको अवस्थामा परमेश्वरले आफ्नो योजना, उद्धारको योजना पुरा गर्नका निम्ति एउटा जाति खडा गर्नका लागि, एउटा परमेश्वरको आफ्नै मण्डली खडा गर्नका निम्ति उहाँले अब्राहमलाई छान्नुभयो। अब्राहमलाई छानिसकेपछि परमेश्वरले अब्राहमद्वारा परमेश्वरले इसाक, अब्राहम, इसाक र याकुब 3 जना व्यक्तिहरूसँग परमेश्वरले अगाडि बढाउँदै जानुभयो। धर्मी लाइन चाहिँ अब परमेश्वरले यो यस्तो तरिकाले खडा गर्नुभयो कि अब अब्राहमबाट इसाक, इसाकबाट याकुब। अब याकुब पछि चाहिँ परमेश्वरले 12 छोराहरू मध्येमा, याकुबको 12 छोराहरू मध्येमा उहाँले योसेफलाई छानेको देखिन्छ। आमेन। 12 जना छोराहरू मध्ये योसेफलाई छान्नुभयो। हुनु त परमेश्वरले हेर्नुभयो आफ्नो योजना, उहाँले पहिल्यै बनाउनु भएको कुरा पनि थाहा छ। उहाँ सर्वशक्तिमान, सर्वज्ञानी, सर्वव्यापी परमेश्वर। उहाँलाई भूतकाल पनि, वर्तमान पनि, भविष्य पनि थाहा छ। अनि यस्तो बेलामा परमेश्वरले याकुबको घरानाबाट कसलाई छान्यो? ध्यान गर्नुहोस्। जब योसेफ 17 वर्षको भएको थियो, योसेफ 17 वर्षको हुँदाखेरि परमेश्वरले दर्शन दियो योसेफलाई। 17 वर्षको हुँदा
अनि याकुबको घरानामा अलिकति समस्या चाहिँ के देखिन्छ भन्दा बाउले 12 छोराहरू मध्ये योसेफलाई चाहिँ बढी माया गर्दो रहेछ। कहिले कहिले बाउहरूले त्यसो गर्दो रहेछ। तपाईँ हाम्रो पनि होला, धेरैजना छोरा भएको मान्छेलाई थाहा हुन्छ, धेरैजना छोरी भएकोलाई थाहा हुन्छ। बाउ आमाले एउटा छोरीलाई अँगाला हालिसकेपछि अर्कोलाई अलिक पर राखेपछि घरमा तितो बन्न सुरु हुन्छ, नमिठो बन्न सुरु हुन्छ। योसेफले त्यही दुःख भोग्नु पर्यो। योसेफले आफ्नो जीवनमा बुवाले त्यति धेरै माया गरेको देख्दाखेरि अरू छोराहरू रिसाउन थाले। बाउको हामी पनि छोरा हौ, तर बाउले योलाई चाहिँ खुब माया गरेछ भनेर भित्रभित्र दुश्मनी बनाउन थाल्यो, भित्रभित्र डाहा आउन थाल्यो। हुन त हाम्रो नेपालीमा भन्छ शत्रु खोज्नु छ भने दाजुभाइको बिचमा खोज भन्थ्यो। बाइबलमा पनि त्यही देख्छ। यहाँ बाइबलमा त यस्तो नहुनुपर्ने भन्ने होला तपाईँहरूलाई, तर सत्य कुरो बाइबलमै भेट्छ। तपाईँ र मेरो जीवनमा जे घटना घटेको छ नि सबै बाइबलमा घटेको छ। त्यसपछि योसेफ त बाउको प्यारो छोरो, त्यसै पनि हुनसक्छ बाउले चाहिँ के पनि हेर्दो रहेछ भन्दा यो छोरोबाट अलि तानामाना होला जस्तो छैन, तर यो छोरो चाहिँ कतिले होला जस्तो छ, यसले चाहिँ गर्ला जस्तो छ भन्ने बाउले चाहिँ त्यसरी मूल्याङ्कन गर्दो रहेछ। तपाईँहरूको नै होला, यो छोराले गर्दैन भने बुढाबुढी के खुसु खुसु कुरा गर्छ भने त बिहानै उठेर गुन्नु चाहिँ के कुरा गरे खोइ यो छोराबाट आशा छैन, यो छोरी खै के हो, तर यो छोरो चाहिँ कतिलाई छ हेरिराख, यो छोरोबाट केही न केही हुन्छै हुन्छ भनेर बाउ आमाको खुसु हुँदो रहेछ। धेरै छोरा चाहिँ जन्माउने। अनि तपाईँहरू कतिजना पीडित हुनुहुन्छ मलाई थाहा छैन, बाउले मेरो बाउ चाहिँदैन, यस्ता बाउ चाहिँदैन भन्ने नि होला यहाँ कसैको मन। अरू त जेसी होस् मेरो बाउ आमा जस्तो चाहिँ गतिलो छैनन् भन्ने तपाईँलाई थाहा होला, तर बाउ आमासँग यस्तो खालको एउटा के हुन्छ पत्ता लगाउने मन चाहिँ हुन्छ। यो छोरोबाट केही होला, यो छोरीबाट केही होला, यो छोराबाट केही नहोला भन्ने अलिक कन्फ्युजन चाहिँ हुनसक्छ, गोलमाल चाहिँ हुनसक्छ। तर सबै कुरा छोरा छोरी नै हो, छोरी नै हो, तर कहिले कहिले यो अवस्थाहरू आउन देखिन्छ। याकुबको कमजोरी भनेको त्यत्रो छोराहरू भएर पनि एउटालाई टाँसेर गरेको त्यहाँ केही न केही त होला, तर पनि दाजुभाइहरूले दुश्मनी गर्न थाले। अनि अब योसेफको जीवनमा दर्शन देखेपछि अनि योसेफ 17 वर्षको व्यक्ति, जवान व्यक्ति, आफूलाई एकदमै हुन्छ नि 16 वर्षमा त चरा पनि टिमो जस्तो जोसिलो बेला। अनि दाजुभाइहरूले यसो दाजुहरू भनौँ न, उसको दाजुहरू यसो भइरहेको उसले फ्याटै गएर बताइदियो, मैले सपना देखेँ भन्यो। के देख्यो सपना भने त सबैले मलाई ढोगेर देखेँ भने झन् त्यसै त रिस उठिरहे, त्यसै डाहा गरिरहे, यसले त गतिलो होला जस्तो छैन भनेर रिसाएर झन् चर्को हुन थाल्यो। बाउ आमा पनि, बाउ पनि एकदमै चर्कियो। के भने तेरो ढोक्ने हामीले तँलाई भन्ने पनि त्यहाँ कुरा भइसकेपछि अब योसेफ माथि नजर अलिक गलत तरिकाले राख्न थाल्यो। अनि बाउले एक दिन जाऊ दाजुहरूले भेडा बाख्रा हेर्नु लागिसकेको छ, कस्तो छ के छ बुझेर आऊ भनेको थियो। हुरु गएको देखिहाल्यो। देखिसकेपछि तिनीहरूले के भने, हेर त त्यो स्वप्नदर्शी आयो, अब यसलाई बाँकी राख्नुहुन्न, यसलाई ठिक पार्नुपर्छ। त्यसपछि च्याप समातेर मार्ने नै तिनीहरूले निर्णय गरे। तर रुबेलले बचाए। रुबेलले भने ज्यान लिने काम नगरौँ, बरु यसलाई खाल्डामा हाल्दियो। अनि पछि फेरि दाजुभाइहरू अर्कोले भन्यो, अर्को भाइले के भन्यो भन्दाखेरि होइन यहाँ राख्नुहुन्न, बरु यसलाई बेचिदिउँ, यहाँ मिडियानीहरू आछ, व्यापारीहरू आछ, यसलाई बेचिदिउँ। अनि 20 टुक्रा चाँदीमा बेचिदिउँ। रुबेन आएर यसो हेर्दा त खोइ कहाँ गयो भन्दाखेरि बेचिदियो भने ठिक भयो।
अब उनीहरू चुपचाप बसे। अनि बाउलाई गएर छोरा त मर्यो, तिम्रो छोरा त प्यारो छोरा लुबुडा, अब हेर भनेर रगसगा लगाएर त्यो ल्याएर दियो। बाउ त्यतिकै दियोस्, त्यतिकै पीडा। आफ्नो माया लाग्ने छोरो, केही घर लागि भन्ने छोरो, केही आशा हुन्छ कि भन्ने छोरो सिद्धियो। यति सिद्धिसकेपछि बाउ पीडै पीडामा योसेफले पनि आफ्नो जिन्दगीमा परमेश्वरले यो सपना जुन दर्शन थियो, म त एउटा महान व्यक्ति हुने रहेछु, म चाहिँ एउटा ठुलो व्यक्ति हुने रहेछु, म चाहिँ एउटा नेतृत्वमा आउने व्यक्ति रहेछु, मेरो हातमा ठुलो जिम्मेवारी रहेछु भनेर उसले त्यो थाहा पाइसकेको अवस्था थियो। त्यो अवस्थामा पनि उसले एउटा कुरो के याद आउँछ भने उसले अब्राहम, इसाक र याकुबका परमेश्वरमाथि विश्वास गरेको एउटा व्यक्ति भएको कारणले गर्दा उसको यात्रामा यो सबै दुःख कष्ट आउँदाखेरि एउटा नोकरको रूपमा काम गरिरहँदाखेरि परीक्षा आयो। अनि परीक्षा आउँदाखेरि उसले एउटा यस्तो कुरा गर्यो कि मैले परम प्रभुको विरुद्धमा यस्तो घोर पाप गर्नु हुँदैन, गर्नु मिल्दैन भनिकन त्यहाँबाट ऊ बाँचेको छ। अनि उसले परमेश्वरलाई एकदमै बाइबलमा के लेखेको छ भन्दाखेरि त्यहाँनिर परमेश्वर चाहिँ योसेफको साथमा हुनुहुन्थ्यो भने छ। आमेन। दर्शन भन्ने कुरा, सपना भन्ने कुरा जब परमेश्वरले दिनुहुन्छ, परमेश्वरले जुन योजनामा तपाईँ र मेरो जीवनमा राख्नु भएको छ, त्यो योजनाको साथै परमेश्वर पनि त्यो व्यक्तिको साथमा हुन्छ। आमेन। त्यो चाहिँ याद गर्नुहोस्। अहिले तपाईँ र मेरो जीवनमा कहिले कहिले आँधी बेरी आउँदाखेरि सिद्धियो जस्तो लाग्छ, तर सबैले याद गर्नुहोस्, यहाँ दुःख कष्ट परीक्षाहरू सतावटहरू जतिसुकै आए पनि त्यो दर्शन र त्यो परमेश्वरको योजनामा जब तपाईँ र मलाई परमेश्वरले राख्नुहुन्छ, त्यो दर्शन, त्यो योजनामा, त्यो सपना तपाईँले जे देख्नु भएको छ, परमेश्वरले तपाईँलाई दिनुभएको छ भने तपाईँको त्यो दर्शनसँग परमेश्वर पनि सँगसँगै हुन्छ। र योसेफले यो कुरो देखेको देखिन्छ। अनि जब योसेफले आफ्नो जीवनमा त्यत्रो दर्शन देखेको, त्यत्रो आफूले माया गरेको दाजुहरू मेरो आफन्त भनेको त तपाईँहरू नै हुन् त, मेरो भनेको आफ्नो मान्छे भनेको मेरै दाइहरू होइन, 11 जना दाइ भाइहरू होइन। योसेफले आफ्नो दाइ भाइलाई यसरी अडेस लाउँदाखेरि ती दाजुहरूले उसलाई बुझ्न सकेन। उल्टो दुश्मनी राखेर त्यति ठुलो उसले परमेश्वरलाई हेरिराखेको छ, परमेश्वरको योजनामा ऊ परमेश्वरको साथमा छ, तर उसको जीवनमा राम्रो होला भनेर, अब त राम्रो होला भनेको भएन। यहाँनिर हेर्दै जानुहोस्, सपना त राम्रै थियो नि, परमेश्वरको योजना जीवनमा ठुलै थियो, तर उसले यो अनुभव गर्न पाएन। झन् दुःखै दुःख, झन्नै मारेको इनारमा। फेरि परमेश्वरले इनारबाट निकाल्नलाई यहुदालाई प्रयोग गर्नुभयो। फेरि परमेश्वरले पोतिफरको घरमा लगेर, अब त राम्रै भइरहेको थियो, सबै अधिकार मलाई दिएको थियो, परमेश्वरको काम भइरहेको थियो, राम्रै होला भने त फेरि जेलखानामा। अनि जेलखानामा हाल्दाखेरि पनि त्यो एकदमै नराम्रो, भनौँ न एकदमै देशद्रोहीहरूलाई हाल्ने, एउटा राजाको विरोधीहरूलाई हाल्ने एउटा ठाउँमा उसलाई राख्यो, ताकि जिन्दगीभरिलाई त्यही रहनुपर्ने अवस्था। त्यस्तो बेला अब तपाईँले याद गर्नुहोस्, योसेफले के सोचिरहेको। योसेफले चाहिँ हरेक कष्ट आउँदा, हरेक दुःख आउँदाखेरि उसले त्यो दर्शनलाई सम्झिरहेको देखिन्छ। आमेन। मलाई परमेश्वरले एउटा ठुलो काम गर्नलाई पठाउनु भएको छ, मलाई परमेश्वरले एउटा महान काम गर्नका लागि उहाँले दर्शन दिनुभएको छ, तर म यो दुःखभित्र छु। दुःखभित्र बस्दाखेरि पनि उसले परमेश्वरको योजनामाथि भरोसा राखेको देखिन्छ। आमेन।
दुःख भयो भनेर ऊ आत्तालिया छैन। दुःख भयो भनेर मेरो जिन्दगी सिद्धियो, मेरो सेवाकाई सिद्धियो, परमेश्वरले मलाई सानैदेखि प्रभुको काम गर्ने भनेर बोलाउनु भएको थियो, म कहाँबाट कहाँ पुगेँ, अब सिद्धियो जस्तो पनि कतिजनालाई लाग्छ होला। कतिजनाहरूले पहिल्यै धेरैचोटि प्रभुको काम गरिराख्नु भएको थियो होला, अनि अब सिद्धियो, कारण दुःखै दुःख भयो, कष्टै कष्ट भयो, कसैले मलाई नचाहिँदो दुःख दियो, कसैले मेरो जीवनमा मैले केही नगर्दा पनि मेरो जिन्दगीलाई खत्तम बनाइदियो भनेर पनि धेरैजनाको मनमा यहाँ हुन सक्छ। योसेफले त्यो कुराहरू आउँदाखेरि, दुःख आउँदाखेरि योसेफले एउटै कुरा चाहिँ के गरेछ भन्दा परमेश्वरमाथि उहाँको योजना जो थियो त्यो योजनामा उहाँले भरोसा गरिरहेछ। म ठुलै मान्छे हुनलाई प्रभुले छानेको हो, त्यस कारणले म चाहिँ यो ठाउँबाट जतिसुकै कष्ट आउँछ त्यो कष्ट आउँदा पनि म यो योजनामा अझै परमेश्वरमाथि भरोसा राखिराख्छु भनेर योसेफले जेलखानामा जाँदा पनि परमेश्वरलाई उसले हेरिरहेको थियो, परमेश्वरसँगै ऊ हिँडिरहेको थियो। आमेन। परमेश्वरसँग दुःख त थियो, पीडा थियो, किन त यहाँ आइस भने थियो, भने होला, तर परमेश्वरले भन्नुभएको छ योसेफको साथमा परमप्रभु हुनुहुन्थ्यो। अनि जेलमा गइसकेपछि परमेश्वरले उसलाई फेरि उठाउनु भयो, ल्याएर मिश्र देशको राज्यमा ल्याइसकेपछि अब यहाँनिर सपनाको अर्थ खोलिसकेपछि राजाले चाहिँ, फिरोनले अथवा त्यहाँको मिश्र देशको राजाले चाहिँ योसेफलाई बोलाएर योसेफले देखेको 7 वर्षको अनिकाल र 7 वर्षको साकल र 7 वर्षको अनिकालको बारेमा बताइसकेपछि अब छिटो यो देशमा एउटा काम गर्नुपर्छ। जनताहरू अब 7 वर्ष साकल भएको बेलामा सबै सम्पत्तिहरूको व्यवस्थापन गर्नुपर्छ, बन्दोबस्त गर्नुपर्छ, नत्र सन्तान सबै मर्छन्, यहाँको पनि मर्छ, संसारको सबै मान्छे मर्छ। 7 वर्षभित्र अनिकाल पर्छ, कोही पनि बाँच्दैन। त्यस कारणले त्यसको लागि एउटा बन्दोबस्त मिलाउनु पर्यो, बन्दोबस्त गर्नुपर्छ राजा, नत्र भने जनता सब मर्छ। त्यस्तो बेलामा राजाले मान्छे खोज्छ, कोही पनि भेट्दैन। त्यसपछि समय आइसकेपछि 30 वर्ष, झन्डै 30 वर्षको उमेरमा आइसकेपछि योसेफ मिश्र देशको राजा मुनिको सबै शक्तिहरू आफ्नो हातमा आएको कुरा यहाँ देख्छ। अब यति कुरा देखिसकेपछि योसेफलाई, तपाईँ भन्नुहोस्, योसेफ पनि तपाईँ र म जस्तै मानिस हो, र योसेफलाई पनि दुःख लाग्थ्यो, पीडा लाग्थ्यो, कष्ट लाग्थ्यो, मन दुख्थ्यो। एउटा दाल भात खाने मान्छे, पानी पिउने मान्छे नै हो, मन दुख्थ्यो नि। अनि यतिखेर जब अनिकाल बढ्दै गयो 2 वर्ष सकेपछि याकुबको घरानामा, इजरायलमा पनि त्यहाँनिर अनिकाल सुरु भयो र दाजुभाइहरूलाई याकुबले भने, गएर मिश्र देशमा खानाहरू बाँडिरहेछ, सामलहरू बाँडिरहेछ, खानेकुराहरू बाँडिरहेछ, गएर किनेर ल्याऊ भनेर दाजुहरूलाई पठाउँदाखेरि मिश्र देशमा योसेफ चाहिँ त्यसको प्रबन्धक भएर, योसेफ चाहिँ त्यो सबै कुराको बन्दोबस्तको मालिक भएर सारा विश्वको मानिसहरूलाई बचाउनका लागि, याकुबको घरानालाई बचाउनका लागि, संसारको अरू मानिसहरू बचाउनका लागि, विशेष गरेर त धर्मी जनलाई अथवा यो याकुबको सन्तानलाई बचाउनका निम्ति परमेश्वरको योजना यहाँसम्म थियो। योसेफले पनि बुझ्यो कि बुझेन, तर पछि यहाँनिर आएर योसेफले भनेका कुराहरू अनुसार हामी यहाँ देख्छौँ। दाजुभाइहरू आइसकेपछि सामान लिन आउँछन्, को हो तिमीहरू भन्छ। योसेफले फेरि दुःख दिएको गर्छ। कहिलेकाहीँ त किन यसो गरे होला जस्तो लाग्छ, तर यिनीहरूको दिमाग अलिकति चर्को बनाउनलाई, दिमागलाई कहिले कहिले
रन्काउनको निम्ति पनि योसेफले सायद थाहा पाइकन पनि एकदमै हेपेको जस्तो देखाएको छ। तिमीहरू जासुस हो, तिमीहरू यहाँ केही कुरा पत्ता लगाउन आएको, तिमीहरू को हो भन्दैन नि उनीहरूले आफ्नो कुरा बताउँछन्। पछिबाट दाजुभाइहरू एकदम डराउँछन्। अनि हामीले एउटा व्यक्ति हाम्रो 12 जना मध्येमा अनि बेन्जामिन चाहिँ बुवासँग छ र अरू दाजुभाइ हामी यहाँ छौँ, एकजना चाहिँ छैन, ऊ हामीसँग छैन भनेर उनीहरूले भन्दाखेरि योसेफको मनमा छुन्छ। उनीहरूले बताउँदै जाँदाखेरि योसेफको मनमा चाहिँ म नै हो भनेर भित्रपट्टि छ, तर उहाँले भन्नुहुन्न, योसेफले भनेको छैन। अनि जाऊ भनेको छ, फेरि फर्काएको छ, यिनीहरूलाई जासुस भनेको छ, पठाएर अनि बाउ ठिकै छ भनेर सबै सोधिसकेपछि मनमा एकदमै त्यो ज्वलन्त भएको छ। अनि ज्वलन्त भइसकेपछि योसेफले यहाँनिर अन्तिममा उनीहरूको कुराहरू बुझ्दा अनि बेन्जामिनको कुरा, त्यसपछि सिमोनको कुरा, त्यसपछि बाउको कुराहरू सबै आदान प्रदान हुँदा 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 योसेफको त्यो कुरा सुन्दा योसेफ चाहिँ भट्काउनु छोडेर रुन थाल्यो। अनि यहाँ त्यो कुरा हामी देख्छौँ। म तपाईँलाई 45 अध्यायबाट केही पढ्छु। जब सबै कुरा सुनिसकेपछि अनि यहाँनिर यस्तो छ, बाउले बेन्जामिनलाई छोड्न नचाहने, योसेफले चाहिँ बेन्जामिन नल्याएसम्म केही पनि हुँदैन, यहाँ तिमीहरू सबै बन्धक छ भनेपछि अप्ठ्यारोमा परेको कुरो जब यिनीहरू अब चाहिँ यिनीहरूलाई अप्ठ्यारो भयो भन्ने कुरा भयो, यिनीहरूको दिमाग पुरै गलिसकेको अवस्थामा योसेफले 45 पदमा यस्तो भन्छ, 45 अध्यायमा, तब आफ्नो वरिपरि उभिने सबै सेवकका सामुन्ने आफूलाई सम्हाल्न नसकेर योसेफले कराएर भने, सबैजना यहाँबाट बाहिर पठाइदेऊ। यसैले योसेफले आफ्नो दाजुभाइहरूसँग आफूलाई प्रकट गर्दा त्यहाँ अरू कोही थिएन। अनि तिनी यति ठुलो स्वरले रोए कि मिश्रीहरूले पनि सुने र फारोका परिवारहरूले पनि यो कुरो थाहा पाए। अब भनौँ एउटा व्यक्ति कसरी रोयो होला। अब एउटा छोरो मान्छे सहँदा त्यो मनमा यति चर्को छ अनि उसले परमेश्वरलाई हेरिराखेको छ र यो दुःख दिने, मलाई बेच्ने, मलाई हेप्ने, म माथि दुश्मनी गर्ने यो मान्छेहरू भन्ने पनि छ। मलाई दुःख दिएको थियो नि तिमीहरूले दुःख दिएको थियो नि, त्यस कारणले त्यो दुःख चाहिँ तिमीहरूले किन दियो त? मैले के गरेको थिएँ? मेरै दाजु होइन तपाईँहरू? मलाई तपाईँले त्यसरी दुश्मनी राख्नुहुन्छ? किन तपाईँले दुःख यसरी देख्नुभयो भनेर एक किसिमले भन्यो भने सदाको लागि बाई गरेर आफ्नो बाटो लाग्नु पर्यो। तर यहाँनिर मानवीय विचारले हो भने छोडिदेऊ, तिमीहरू आफ्नो बाटो लाग, म आफ्नो बाटो लाग्छु, मलाई परमेश्वरले आशीर्वाद दिनुभएको छ, तिमीहरूले नराम्रो गरे पनि मलाई परमेश्वरले राम्रो गरेछ, के भयो त दुःख पाऊ भनेर त्यसरी जान पनि सक्थ्यो। तपाईँहरू मेरो मनमा त्यस्तो आउँछ कहिलेकाहीँ, जति गऱ्यो भने मेरै विरोधमा आइरहन्छ। मलाई कति दुःख दिएछ भन्ने त मलाई मात्रै थाहा छ अनि प्रभुलाई थाहा छ। आफ्नैहरूले मलाई यसरी दुःख दिएछ भनेर त्यो हृदय लिएर बस्न सक्थ्यो। जबरजस्ती इनारमा हालिदिने, जबरजस्ती मलाई बेचिदिने, मैले के गरेको छु भन्ने त्यो मनस्थितिबाट हेर्ने हो भने यी दाजुहरूलाई एकछिन पनि बस्न नसक्ने नै हो। तर योसेफलाई परमेश्वरले जुन दर्शन दिनुभएको थियो
सबै दाजुभाइहरूले घोडा टेक्नेछन्, निहुरिनेछन्, आमा बाउ पनि निहुरिनेछ, चन्द्र सूर्य। यो दर्शनमा ऊ परमेश्वरसँगै थियो र दाजुहरूले जति हेपे पनि जति नै जे गरे पनि परमेश्वरले योसेफसँग कुरा गरिराख्नु भएको देखिन्छ, सँगसँगै देखिन्छ। होला प्रभु मैले के गरौँ यी दाजुहरूलाई, के गरौँ पनि भने होला त्यहाँनिर। अनि परमेश्वरले उनीहरूलाई क्षमा दिने बाहेक अरू केही पनि सल्लाह दिए। आमेन। क्षमा दियो किनभने यीशु ख्रीष्टले पनि कल्वरी क्रुसमा टाँगिने बेलामा थुक्नेहरू, क्रुसमा टाँग्नेहरूलाई सम्झिँदाखेरि तैँले किन मलाई क्रुसमा टाँगिस्, मैले चाहेँ भने तिमीलाई ढुट्टो पिठो बनाइदिन्छु, सबलाई मेटाइदिन सक्छु, तर यो कुरो हुँदैन। अनि यीशु प्रभुले हृदयले नै क्षमाको हृदय दिएर त्यत्रो मान्छेलाई हाल्यो। त्यो कुरा त भविष्यमा आउँदै थियो। त्यो आउँदै गर्दाखेरि योसेफलाई परमेश्वरले पहिला नै तेरो दाजुहरू जसले तँलाई मार्न आँटेको थियो तीहरूलाई तैँले क्षमा दिएर अनि त्यो क्षमाको हृदय आयो। क्षमाको हृदय आएपछि यिनीहरूमाथि योसेफले त्यो दृष्टिकोणबाट हेऱ्यो अनि माया लाग्न थाल्यो। मेरो दाईहरू नै हुन्, मेरो बुवा, मेरो दाई, मेरो भाइ, यिनीहरूले गल्ती गरे, तर मलाई परमेश्वरले यो सबै कुराबाट तिनीहरूले गल्ती गरे पनि प्रभुले यो भन्नुभयो। त्यसपछि योसेफले आफ्नो दाजुभाइहरूलाई भने, म योसेफ हुँ, के मेरो बुवा जीवित हुनुहुन्छ? तर तिनका दाजुहरूले तिनलाई जवाब दिन सकेन, किनकि तिनको सामुन्ने उनीहरू डराएका थिए। कस्तो भयो होला, हामीले बेचेको भाइ बोर रहेछ, अब यसले सखाप बनाउने भयो भन्ने एउटा मानवीय विचार यतातिर डर र कम्बा आउन थालिसक्यो। अब बाँकी रहँदैन, बदलाको दाँतको बदला दाँत, आँखाको बदला आँखा हो भने अब हाम्रो जिन्दगी सक्यो। किनभने उसैले हामीलाई यहाँ ल्याएको थियो, अब हामीले नराम्रो गर्दा यसको बदला हामीले पाउँछौँ भनेर भनेदेखि सबै डराए। तर योसेफको हेर्नुहोस्, यहाँ योसेफले 4 पदमा तब योसेफले आफ्नो दाजुभाइहरूलाई भने, कृपा गरी मेरो नजिक आओ। उनीहरू नजिक गएपछि तिनले भने, तिमीहरूले मिश्रमा बेचेको तिमीहरूको भाइ म नै। कस्तो भयो, देशमा अनिकाल भएको 2 वर्ष भयो, के अरे तिमीहरूले मलाई बेचेकोमा अब दुःख नमान, आफै माथि पनि रिस पनि नगर, किनकि जीवन बचाउनको निम्ति परमेश्वरले मलाई तिमीहरूभन्दा अघि यहाँ पठाउनु भएको हो। र 7 पदमा लेखेको छ, अनि तिमीहरूलाई एउटा भागको रूपमा पृथ्वीमा जोगाएर राख्न, तिमीहरूको जीवन बचाउन भनी परमेश्वरले मलाई तिमीहरूभन्दा अघि पठाउनु भएको हो। यो खालको मिलन, यो खालको एउटा कथा, यो खालको एउटा जीवनको एउटा ठुलो एउटा चित्रणलाई तपाईहरु मैले हेर्दाखेरि योसेफको जीवनबाट हामीले सिक्नुपर्ने कुरा के छ भन्दाखेरि परमेश्वर चाहिँ एउटा प्रबन्धक हुनुहुन्छ र परमेश्वर चाहिँ हामी सबैको जीवनमा योजना राख्नु भएको छ र हरेकको जीवनमा परमेश्वरले योजना राख्नु भएको छ र उहाँको योजना माथि जस्तो सुकै परिस्थितिहरू समस्याहरू आयो भने पनि परमेश्वरको योजना माथि जहिले पनि भरोसा त्यसमा अडेर बस्ने व्यक्ति। आमेन। त्यो जस्तो परिस्थितिहरू आउँदाखेरि दुःख कष्ट आउँदाखेरि पनि परमेश्वरले तपाईँ र मलाई जुन योजना राखेर तपाईँ र मलाई परमेश्वरले बोलाउनु भएको छ, जुन दर्शन दिएर राख्नु भएको छ, जुन सेवाको लागि परमेश्वरले बोलाउनु भएको छ,
जुन जीवनमा परमेश्वरको काम गर्नको लागि तपाईँ र मलाई बोलाउनु भएको छ, परिस्थितिहरू आएको आई सजिलो थिएन, तर त्यो परिस्थितिहरूको बिचमा पनि परमेश्वरको योजनामाथि भरोसा गरिराख्नु पर्छ भन्ने कुरा तपाईँ र मैले यो पाठबाट सिक्न सक्छौँ। आमेन। अनि कस्तो हुँदो रहेछ भन्दाखेरि परमेश्वरको योजनामा चाहिँ के छ भने उहाँले आफ्नो योजनामा अगाडि बढाउँदै जाँदाखेरि, परमेश्वरको योजनामा हामी जाँदै गर्दाखेरि पनि किन दुःख आयो, किन कष्ट आयो, कहाँबाट आयो कष्ट, किन पीर, के परमेश्वरले बोलाइसकेपछि पनि किन दुःख, किन कष्ट? परमेश्वरले बोलाइसकेपछि त के नहुनु नि, अप्ठ्यारो नहुनु नि। जसलाई परमेश्वरले उदाहरणको लागि कसैलाई चङ्गाइको वरदान दिनुभएको छ, कसैलाई बिरामीहरूमाथि प्रार्थना गर्नलाई परमेश्वरले बोलाउनु भएको छ भने त्यही मान्छे बढी बिरामी विचार गर्नु। जो व्यक्तिहरू सिकाउन पास्टरीय सेवामा आउनुहुन्छ त्यो व्यक्तिलाई नै सबै किसिमको भनाइहरू आउँछ। जो व्यक्तिले प्रभुको काम गर्छु भन्छ त्यो व्यक्तिलाई नै दुःख आउँछ। अनि त्यो दुःखमा भरोसा गर्न जान्यो भने प्रभुलाई हस्पिटलमा कहिले हस्पिटलमा म कहिले पनि जान्न भन्ने मान्छे प्रभुले उसलाई धेरै मान्छेहरूलाई निको पार्नका लागि, धेरै मान्छेलाई सान्त्वना दिनका लागि, सहयोग गर्नका लागि त्यही मान्छे बढी बिरामी हुन्छ। आमेन। किन बिरामी हुन्छ थाहा छ? त्यो मान्छे बिरामी भएपछि बल्ल थाहा हुन्छ कि अर्काको दुःख। कतिजना मान्छेहरू हस्पिटल जान्छन्, के भएको, के गर्यौ, के खायौ, पाप गरे क्या, चर्च आउँदैनौ अनि दुःख पायो, 10 वर्ष भेटी दिन छोड्यो होला अनि बिरामी भयो, सङ्गति कहिले बस्दैनौ अनि बिरामी हुँदैन त भनेर प्ल्याङ प्ल्याङ भन्न जान्छ हस्पिटलमा। आया यहाँ थिच्दिए हुन्थ्यो, यहाँनिर यसो छोइदिए हुन्थ्यो भन्नका साट्टा प्ल्याङ यहाँ दुखाइदिन्छ। अनि यस्ता मान्छे नआए पनि हुन्छ मसँग भनेर उसले प्रार्थना गर्न थाल्छ, प्रभु यस्तो मान्छे नआओस् भनेर। तर यहाँ जो मान्छे बिरामी भएर हस्पिटलमा बसेर आएको छ त्यसले गएर यसो के भयो, यहाँनिर दुख्छ है, अनि तिमीलाई पानी तिर्खा लाग्यो, यतिखेर तिमीलाई यो हुन्छ, ल आउँछ मलाई जस्तो तिमीलाई पनि भइरहेछ भनेर उसले छोको, उसले भनेको चाहिँ कुरा मिल्यो। तिमी चाहिँ सधैँ बस मसँग, तपाईँ जहाँ गए मसँग आऊ है भनेर बोलाउँछन्, अर्को चाहिँ त्यसलाई नले, त्यो मान्छे यहाँ देखा नपरोस्। परमेश्वरले एउटा व्यक्तिलाई बोलाउँदाखेरि दुःख कष्टबाट भएर लानुहुन्छ। तर पनि दुःख किन आउनु पर्यो त? नाइ पनि हुँदैन र, आउनै पर्छ दुःख भन्ने पनि छ। दुःख कष्टहरू आउने भनेकै एउटा कारण चाहिँ आदमले पाप गरेको कारणले गर्दा प्रभुको छोरा छोरीहरूमाथि, सेवक सेविकाहरूमाथि त्यो कष्ट पीडा आउँछै आउँछ। आमेन। र कतिजनाले भन्नुहुन्छ क्रिस्चियन भएपछि त, अगुवा भइसकेपछि त झन् मै धेरै प्रार्थना गर्ने मान्छे, मै सेवाकाई गरिरहेको छु, त्यति धेरै प्रभु काम गरिरहेको छु, ममा दिने किन बढी दुःख? कतिजनालाई भन्नु तपाईँ त हुन्छ नि दुःख हुँदैन, मैले प्रभुको सेवा गर्नुपर्ने घरेलु झुन्डको अगुवा भयो भने, अनि यहाँ यसो भित्री उठाउनु काम पायो भने, अनि यहाँ असर होइन यहाँ यसो त्यहाँ लगाएर त्यो सेवा गर्नु पाए त मलाई दुःखै हुँदैन थियो। दुःख भइरहेछ, त्यति काम पास्टरले दिनुभए त हुन्थ्यो नि, मेरो पनि दुःख हर्थ्यो कि भन्ने खालको पनि मन आउँछ। त्यो भिराएपछि झन् दुःख, मन दुःख कहाँबाट आयो भने त आदमले गरेको पापको असर चाहिँ सबैलाई हुन्छ, प्रभुको छोराछोरी सबैलाई हुन्छ, त्यो सेवा गर्नेहरूलाई हुन्छ। आमेन। ओके, त्यो दुःख कहाँबाट आयो भनेर तपाईँ चिन्दै नगर्नुहोस्। त्यो आदम र हव्वाले पाप गरेका कारण तपाईँ र मेरो जीवनमा दुःख कष्टहरू आउँछै आउँछ।
के गर्ने त? त्यो आए पनि अब यहाँनिर योसेफले के भन्छ भने त्यो आयो भने पनि त्यो दाजुभाइहरूले त्यो घृणा दुश्मनी कहाँबाट आयो त यिनीहरूको भन्दाखेरि आदमले गरेको पापको असर हो नि त त्यो दाजुभाइहरूले त्यसरी गरे। रिस डाहा ऊ राम्रो भएपछि आफूलाई डाहा लाग्ने। कहिले कहिले दिदी बहिनीहरू 3 जना छन् भने एउटी एकदम सुन्दरी अर्की चाहिँ अलि कम सुन्दरी भयो भने डाहा लागेर कस्तो जन्मिए नि म पनि त्यस्तै जन्मिनु नि, म चाहिँ कस्तो खालको नागै नभए उसको चाहिँ सबै मिलेको के एउटै घरमा जन्मेको छोरीहरू रे एउटै बाउमाले जन्माएको रे आफू चाहिँ यस्तो उसको चाहिँ कति राम्रो त्यसको छेउमा नि हिँड्नु मन लाग्दैन। त्यस्तो खालको आदमले गरेको पापको असर यो हुन्छन् यो हुँदैन भनेर कसैले भन्नु मिल्दैन। कष्ट आयो तर पनि परमेश्वरको योजना चाहिँ तपाईँ र मेरोमा छ। हामी परमेश्वरको योजनामा भरोसा गरिराख्नुपर्छ। आमेन। किनभने परमेश्वर त्यो व्यक्तिसँग हुन्छ, नेप्टेसँग पनि हुन्छ, राम्रोसँग नि हुन्छ, ब्युटिफुलसँग पनि अलिअलि कम ब्युटिफुलसँग पनि हुन्छ, जोसँग पनि प्रभु हुन्छ। किनभने परमेश्वरले त्यो व्यक्तिलाई योजनामा त्यसरी बनाएको हुन्छ। आमेन। कोही कोहीलाई सुन्दरी किन बनाएको, कोहीलाई किन त्यस्तो भने कोही यति कोही यस्तो कसले बनायो भने उहाँले नि बनायो, योजना छ क्या त्यसको। दुःख कष्ट कसले ल्यायो भन्दाखेरि आदम र हव्वाले गरेको पापको असर हो, भोग्नै पर्छ, भोगिरहेका छौँ। त्यो कुराको लागि चिन्ता नगर्नुहोस्। तर त्यही दुःखमा पनि परमेश्वरको योजना माथि हामीले भरोसा गरिराख्नुहोस्। आमेन। म मरे पनि मलाई दुःख भयो भने कष्ट भयो भने परमेश्वरको योजना मेरो जीवनमा के छ म त्यो पुरा गरेरै छाड्छु। म भरोसा गरिरहन्छु। मलाई दुःख भयो भने कष्ट भयो भने म उहाँमा भरोसा गरिरहन्छु। मलाई उहाँले उद्देश्य राखेर जन्माउनु भएको। मेरो जीवनबाट प्रभुको महिमा हुन्छ, मेरो जीवनमा परमेश्वरको योजना छ भन्ने सबैले यहाँ त्यो विश्वास गर्नुहोस्। आमेन। दुःख कसैलाई कुनै, तर सबैलाई दुःख आउन सक्छ, कष्ट आउन सक्छ। योसेफलाई आयो, हामीलाई पनि आउँछ। यीशुलाई पनि आयो, हामी सबैलाई आउँछ। अर्को समस्या चाहिँ कसरी समस्या आउँछ भन्दाखेरि हाम्रो गल्तीले, हामीले नि गल्ती गर्यो भने आउँछ। 3 चोकडा मासु खाएर पुग्छ भन्ने ठाउँमा 10 चोकडा खायो भने त पखाला लाग्ला नि। सामान्य नियममा 3-4 चोकडा 5 वटा खाएर पुग्नुपर्ने ठाउँमा ल्याऊ भने यति खाएपछि पखाला चल्यो भने त्यसो कसलाई गाली गर्नु? आफैले आफ्नै गल्तीले पनि यो दुःख भोग्छ। अनि प्रभुसँग माफ माग्नुपर्छ। प्रभु मैले खान नहुने कुरो खाएँ, माफ गर्नुहोस् भन्नै पर्छ। त्यो दुःख आयो, त्यो दुःख आउँदाखेरि पनि छ। कहिले कहिले तपाईँले जानु नहुने ठाउँमा जानुभयो, बोल्न नहुने ठाउँमा बोल्नुभयो, त्यो कुराले गल्तीले गर्दा त्यत्रो ठुलो चोट पाउनु भयो, त्यो पनि आफ्नो गल्तीले। याद गर्नु, योसेफले आफ्नो गल्ती गरे देखिँदैन, तर आदमकै पापको असर भोगिरहेछ। अर्को चाहिँ समस्या आउने कुरा, दुःख आउने कुरा, दियाबलसले कहीँ छ सबैलाई हेर्छ, कसलाई चाहिँ निलिहालौँ गर्जने सिया चाहिँ गर्जेर त्यसले चाहिँ कसलाई ठिक पारौँ भनेर उसको चाहिँ जहिले 24 घन्टा ऊ चाहिँ यसरी बसिरहेको, हानौँ कि भन्नु। त्यसले हान्यो भने पनि अनि आफैले गल्ती गर्यो भने नि क्षमा मागेर यता दियाबलसबाट होसियारी रहेर सबै कष्टहरू आउँदाखेरि पनि परमेश्वरको योजनामा भर गरिराख्नु पर्यो, अडेस लागिराख्नु पर्यो। यो भरोसा भनेको चाहिँ यो ठाउँमा यसरी बस्ने कि कतै नचल्ने, मलाई भर गर्ने यो खालको। र अब हामी सबैको लागि एउटा परमेश्वरसँगको हाम्रो सम्बन्धमा चाहिँ अब हरेकको लागि एउटा के छ भने परमेश्वरको इच्छा पालन गर्ने व्यक्तिहरू हामी सबै हुनुपर्छ। आमेन। एउटा पहिलो कुरा चाहिँ अब हामीहरू सबैको लागि एउटा परमेश्वरसँगको हाम्रो सम्बन्ध चाहिँ
परमेश्वरको आज्ञा पालन गर्ने छोराछोरी हुनुपर्छ। उत्पत्ति 39 अध्यायमा योसेफको जीवनमा परमेश्वरको आज्ञा पालन उसले गरिराख्यो। हरेकले परमेश्वरको आज्ञा पालन गरिराख्नुपर्छ। जस्तो सुकै कष्ट पीडाहरू आए पनि प्रभुले मलाई के भन्नुहुन्छ, मलाई प्रभुले के गर भन्नुहुन्छ भन्ने कुराको आज्ञाकारी व्यक्ति सबै हुनुपर्छ। आमेन। आज्ञाकारी भइराखौँ र उहाँको इच्छामा निरन्तर रहिरहनु पर्छ। प्रेरित 18 को 19, 9 र 10 मा चाहिँ उहाँको इच्छामा निरन्तर रहिरहनु पर्छ है, र उहाँलाई प्रेम गरेर उहाँमा समर्पित हुनु पर्यो। उहाँलाई प्रेम गर्ने कुरा, अब कष्ट आयो, पीडाहरू छ, सबै किसिमको दुःख छ, तर पनि परमेश्वरको आज्ञा पालन गर्न हामीले छोड्नु हुँदैन। अनि उहाँमा निरन्तर रूपमा उहाँको इच्छामा हामी रहन छोड्नु हुँदैन र उहाँको प्रेममा हामी समर्पित भइरहनु पर्छ। दुःख कष्ट आए पनि समर्पित भइराख्नु पर्छ र दुःख कष्ट र सतावटको बीचमा परमेश्वरको हेरचाहको निम्ति सधैँ प्रार्थना गरिराख्नुपर्छ। आमेन। दुःख नमान्नुहोस्। कतिजनाको घरमा धेरै समस्याहरू होला, कतिजनाको व्यक्तिमा धेरै समस्या, कसैको शारीरिक समस्या, कसैको मानसिक समस्या, कसैको आत्मिक समस्या, कसैको सामाजिक समस्या, कसैसँग मिल्न नसक्ने समस्या, कोही चाहिँ दिमागमा एकदमै गलत कुराहरू सोच्ने समस्या। यो सबै कुराहरू एउटा व्यक्तिको जीवनमा आयो भने पनि परमेश्वरको योजना मेरो जीवनमा ठुलो छ। योसेफले त्यही कुरा योजनामा राखेर आफूलाई अगाडि बढाएको कारण जस्तो सुकै परीक्षामा पनि उसले आफ्नो त्यो दर्शनलाई पक्का हुन्छ भनेर अडिराख्यो। त्यो दर्शनमा उहाँ अडिराख्यो। परीक्षाहरू आउँदा पनि उसले विजय भयो र परमेश्वरले दिनुभएको दर्शन, परमेश्वरको दर्शनमा ऊ सँगै थियो र परमेश्वर सँगसँगै उसले सबै कुराहरू विचार गर्यो, आज्ञाकारी भयो र परमेश्वरको इच्छामा निरन्तर रह्यो र उहाँलाई प्रेम गरिराख्यो र दुःख र कष्ट आउँदा उसले अरू कसैलाई पुगार्न सकेन, परमेश्वरलाई नै पुकार लाग्यो। आमेन। राजा, तपाईँ र मेरो जीवनमा प्रभुले यही कुरा छ, तपाईँको कष्टहरूको बीचबाट तपाईँले परमेश्वरको योजनामाथि भरोसा गरिराख्नुहोला। आउनुहोस् हामी